ठुलो घरमा नयाँ घरमा पूजा लाग्दैछ। मम्मी यस्तरी लिप्दै हुनुहुन्छ हेर्नुहोस्। हाम्रो आँगन यस्तरी लिप्दै हुनुहुन्छ मम्मीले होइन, पुरा लिप्नु भएको छ। यहाँ मेडा साहबले के गर्दै हुनुहुन्छ यता? फुल राख्नुभयो हजुरले? ए रहेछ। ए कस्तो छ त अनि? आज हाम्रो घरमा पूजाको कार्यक्रम छ हेर्नुहोस्। 4 बजेपछि जागरण हुनेछ रातभरि। बिहानदेखि हेर्नु 4 बजे उठेर झाडु पोचा आज पूजा लाग्नेवाला छ यो घरमा। यो चाहिँ हाम्रो सानो घर हो, यो चाहिँ हाम्रो सानो घर हो, कच्ची घर। अनि टक्कबाट अब यहाँ जम्मै पुरा टेन्ट लाग्ने हेर्नुहोस्। यो मेरो बहिनीले पुरा यो सबै यो फोहोरहरू जम्मा उठाएर यो खाल्टामा हाल्दैछ। सब टिभी राखेको छ मेरो बहिनीले। अब यहाँ पुरा जम्मै टेन्ट लाग्छ हेर्नुहोस्। यहाँ पुरा सबै यो पुरा सबै यहाँ टेन्ट लाग्छ है। हाम्रो घरको झाडुहरू होइन यहाँमा राखेको हुन्छ गाइस। अब यो मैले समाएँ, त्यो समाएँ है टक्क। अब हेर्नुहोस् गाइजहरू, झाडुले चाहिँ नहुने भयो। अब म यसले सोर्दैछु है, यसले चाहिँ मजाले आउँछ है। फाइनली हाम्रो यो यहाँमा आगो लागिसकेको छ। अब पुरा एकैछिनमा अब खरानी हुन्छ। मम्मीले यस्तरी दाउरा पानी ल्याउँदै हुनुहुन्छ हेर्नुहोस्। यस्तरी काम गर्नुहुन्छ उहाँले। इन्डियाबाट आएको अहिले 10-15 दिन भयो उहाँलाई। अब हेर्नुहोस् यस्तरी आगो लाउनुपर्छ। यो जम्मै यो जलाएर होइन यसरी सोर्नुपर्छ, एउटा सोर्नुपर्छ, र कहीँ आगो लाउनुपर्छ। हेर्नुहोस् त कति क्लिन भइसक्यो अहिले त। हेर्नु त यहाँ केही छैन। योभन्दा अगाडि चाहिँ यति धेरै पुरा प्लास्टिकहरू थियो होइन। हेर्नुहोस् त अहिले त पुरा जम्मै ठिक भयो। यो चाहिँ मेरो फुपूको घर हो है। यो घरको आज पूजा लाग्छ है रातभरि। यहाँ चाहिँ मेरो दाइ, दुईवटा दाइ हुनुहुन्छ। 5 बजेदेखि दाउरा चिर्दा बल्ल यति चिरिसक्नुभयो उहाँहरूले। यहाँ चाहिँ हाम्रो दुईवटा दाइ हुनुहुन्छ होइन। ओ यस्तरी मिहिनेत गर्नुहुन्छ उहाँहरू। हेर्नुहोस् है गाइजहरू, के भन्न चाहनुहुन्छ तपाईँहरू? ए नमस्कार दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो मेरो तर्फबाट नमस्कार छ। म के भन्न चाहन्छु भनेपछि अब यो भोलिको कार्यक्रम छ हाम्रो घरमा छोरीलाई। भोलि चाहिँ पास्ने। आजको कार्यक्रम के हो त? आजको कार्यक्रम भनेको भोलिको तयारीको लागि, भोलिको एकदम प्रिपेयर तयारीको लागि हामी दाउरा साउरा चिरेर अहिले साइडमा थुपार्ने ठाउँमा होइन। अनि थुपारिसकेपछि हामीलाई भोलिको दिनमा सजिलो हुन्छ नि त दाउरा। अनि हामी यो अहिले यत्रो सङ्घर्ष गरिरहेको छौँ अरे। सङ्घर्ष गरेर कति बजे उठ्नु भएको थियो? बिहान 5 बजे उठेको नि त। 5 बजे। अनि आज यो घरको चाहिँ पूजा हुन्छ होइन। यो घरको चाहिँ आज चाहिँ यो रातभरि जागरण भन्ने हुन्छ होइन। पूजा गरिन्छ, भोलि अनि छोरीको पास्ने हुन्छ। तरकारी पनि आइसक्यो यहाँ चाहिँ। तरकारी त रोजको हुन्छ यहाँ। के चिचिन्न हो? यस्तो भइरहेछ। हामीलाई गाइड गर्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ हेर्नुहोस्। हामीले माने नहुने चाहिँ उहाँले यो लट्ठीले चाहिँ हामीलाई हिर्काउनुहुन्छ होइन। उहाँ चाहिँ माता रानी हुनुहुन्छ। उहाँको कुरा हामीले मान्नै पर्ने हुन्छ फेरि है। मान्न भने त यहाँ फेरि बेलुका खानै पाक्दैन। हेर्नुहोस् है गाइजहरू, सेलरोटी चाहिँ यसरी बनाउनु पर्छ हेर्नुहोस्। हाम्रो गाउँको यो अर्ग्यानिक सेलरोटी हो है। फेरि रातभरि यसलाई चाहिँ रुजाउनु पर्छ पानीमा। अनि त्यसपछि बिहानतिर चाहिँ यसलाई चाहिँ मजाले वास गर्नुपर्छ। वास गरिसके पछाडि चाहिँ यसलाई खटियामा चाहिँ मजाले, यसलाई खटिया भन्छ फेरि यो खाट भन्छ क्या खटिया। यहाँमा चाहिँ मजाले सुकाउनु पर्छ पुरा। यो सुकिसकेपछि मिलमा लगेर अनि कतिको मोटो राख्ने त्यो अनुसार अनि पिसाउनु पर्छ। त्यसपछि सेलरोटी रेडी हुन्छ। यो घरमा चाहिँ, हाम्रो घरमा चाहिँ आज पूजा लाग्नेवाला छ है गाइजहरू। हेर्नुहोस् तयारी, हेर्नुहोस् तयारी। यो चाहिँ मैले बनाएको घर हो, पुरानो घर हेर्नुहोस्। अनि यहाँ चाहिँ हेर्नुहोस् यो चाहिँ अब पूजामा आज पुरा यो हलुवाहरू, पुरीहरू, तरकारीहरू सब बनाउनलाई यो डेक्चीहरू जम्मै धोएर राखिसक्यौँ हामीले। यहाँ चाहिँ पूजाको लागि हेर्नुहोस् यहाँ के छ सामग्रीहरू। के को तयारी हुँदैछ आज? हवनको हो। अनि हेर्नुहोस् यो दिया बाल्ने जम्मै पूजामा लाग्ने भाँडाहरू हेर्नुहोस् है। पूजामा लाग्ने भाँडाहरू हो। अनि अरू आज के भन्न चाहनुहुन्छ? आज तपाईँलाई कतिको खुसी हो? यस्तो कुरा राम्रो मनपर्छ? हो। अरू के भन्न चाहनुहुन्छ? भन्न चाहन्छु कि राम्रोसित हाम्रो घरको जुन हवन भइरहेछ सफल होस्। ल ओके, थ्याङ्क यू सो मच। के गर्दै हुनुहुन्छ तपाईँले?
म चिया बनाउँदैछु चिया हजुर यो हाम्रो नाइटको लागि दुध हो अब कति लिटर दुध होला यो? घरमा परिवार आउनुहुन्छ कति लिटर दुध हो र यो? यो त 4 लिटर कि 5 लिटर हो 5 लिटर भन्ने सुनेको थिएँ मैले त। मान्छे कुनै ब्ल्याक टी खानुहुन्छ कसैले टी खानुहुन्छ नि त त्यही हजुर, हिसाबले हजुर। पकाउने हो कि त्यही ए त्यही त। यहाँ चाहिँ के हो त? यो चाहिँ अहिले अहिले चिया पाक्दैछ ए भत्याङ्ग छल्दैछ ऊ त्यहाँ। यहाँ चाहिँ के बन्दैछ? चिया दाल चिया दाल सब। यहाँ चाहिँ आउरी बजै, यहाँ चाहिँ अर्की बजै, यहाँ चाहिँ हाम्रो भाउजू, यहाँ चाहिँ हेर्नु यस्तरी यो तरकारी पाकिरहेको छ। यहाँ चाहिँ मेरो मम्मी, यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, ऊ चाहिँ मेरो बहिनी, ऊ यसरी तरकारी बनिरहेको छ। अब वाह वाह बास्न त कस्तो भइरहेछ त चियाको, बवाल छ त। मान्छे बाबा ल रेडी भयो है, जाऊ अब जाऊ न यहाँसम्म। यता हो ल यताबाट 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 ल है दाडी बनाइरहेछ नि भान्जाले ऊ। कति हो भान्ज पैसा? के गरे? चार्जर चार्जर छैन? पैसा कति हो? 50। कति हो भन्छ पैसा? पैसा 50 हो? 50 हो? ल 50 रुपियाँ लिनुहोस् 50। ल फिर्ता ए 100 रुपियाँ दिएर 50 रुपियाँ मलाई रिटर्न। ए ल ल ल ल तपाईँहरू सोच्नु होला यो बोटलाई चाहिँ माला किन्न टँगाउनु भएको छ भनेर, माला किन्न लाउनु भएको छ भनेर। यो चाहिँ नबिग्रोस् भन्नलाई यस्तरी राखिन्छ माला चाहिँ। हेर्नुहोस् है हो यहाँ यो जम्मै यस्तरी राखेको छ हामीले माला। खाना रेडी भइसक्यो हेर्नुहोस्। हाम्रो भाउजूले खाना यहाँ दुईजना मिलेर ऊ लसुन पढाउने मान्छेहरू यता हुनुहुन्छ सबै। त्यहाँ चाहिँ हाम्रो माइजू, यहाँ चाहिँ शिल्पा सबै। सो ब्युटिफुल, यस्तो दामी फुल छ है। चेवा भन्ने क्या हो त? चिम्टा चिम्टा ल्याएको लाग्यो। ल चक्कु दियो चक्कु पनि चाहियो? ल है गाइजहरू पूजामा यस्तरी जानुपर्छ फिल्काहरू लिएर। हजुर ल गाइजहरू अब म चाहिँ यसो भित्र गइरहेको छु के कस्तो भइरहेछ। पूजापाठ क्या भन्नु भन सोचि नै सके त मैले भने अब रात टिकाने धर्म आइगयो देउता। अब भूकम्प आउँछ है। हो राराहरू हो अब म क्या गरौँ? ओ सही छ सही छ। ल हेर सब लोगों बनाउँछु म हेर जो आयो सबको बनाउँछु। उधर बैठ जा, उधर बैठ जा। हम बैठेंगे अरे अपने सीट पे बैठ जा। हम बैठेंगे। ल नहीं तम्रो निकाल लो तुम बॉडी ल मेरा इनको ए ल तब न भन्यो तै मन हैन तम्रो बनाउनु भए अब मेरो अब तम्रो तब वरिपरि गएर सारे बिचमा मलाई मात्र जन्ले श्री राम श्री ओ, राम जय जय राम कोही गणेश जय गणेश
निन्द्राका तालमा पुरा पिउठा हाल्दैछन्। ल भयो भयो भयो। ल है तरकारी यति पाक्दैछ। आलु मम्मी पनि आइसक्नु भयो यता च्याटम्याट भएर। लगायतहरू सबै निन्द्रामा हुनुहुन्छ। पालो चाहिँ लेडिजहरू, अब पालो चाहिँ लेडिजहरू। ल सबैजना जानुहोस्, राम्रोसँग हमन गर्नुहोस् है। किन के भयो जाऊ अलि भित्र कर्मचारी पनि यता आउनु कोही छ भित्र आउनु न किन बाहिर उभिन्छ खुशी को खुश हो क्या बार बार क्या मनाएगा छतमा गएर